नमस्ते साथीहरू। कुनै पनि वाद र तन्त्र आफैमा नराम्रो होइन, तर हामी त्यो अन्तर्गत रहेर के गर्छौँ, कस्ता कामहरू गर्छौँ भन्ने चाहिँ महत्त्वपूर्ण हो जस्तो लाग्छ। वाद वा तन्त्र एउटा साधन मात्रै हो, साध्य होइन। अब यसो विचार गर्नुहोस्, हाम्रो दक्षिणी छिमेकी राष्ट्र भारत, जहाँ हाम्रो जस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था कायम छ र ऊ अहिले चाहिँ विश्वको एउटा उदाउँदो शक्तिको रूपमा अगाडि बढिरहेको छ। त्यसै गरी हाम्रो उत्तरपट्टिको छिमेकी हेर्नुभयो भने जहाँ अलिकति नियन्त्रित खालको कम्युनिस्टहरूको चाहिँ शासन व्यवस्था छ। अब उनीहरू पनि विश्वका शक्तिशाली राष्ट्रहरूलाई चुनौती दिइरहेका छन्। त्यसै गरी विश्वकै सर्वशक्तिशाली राष्ट्र भनेर चिनिएको अमेरिकालाई हेर्नुभयो भने त्यहाँ हाम्रोभन्दा फरक प्रत्यक्ष निर्वाचित राष्ट्रपति र राष्ट्रपति नै कार्यकारी प्रमुख हुने टाइपको व्यवस्था छ। उनीहरू पनि सर्वशक्तिमान छन् होइन। त्यसै गरी जापान, बेलायत आदि हेर्नुभयो भने उनीहरूले चाहिँ संवैधानिक राजतन्त्रात्मक व्यवस्थालाई चाहिँ अवलम्बन गरेका छन् र उनीहरू पनि समृद्धशाली राष्ट्र छन्। भनेपछि शासन व्यवस्थाले सबै कुरा गर्ने होइन, गर्ने हामीले हो। हामी कसरी काम गर्छौँ, हाम्रो सोच कस्तो छ भन्ने कुराले चाहिँ म्याटर गर्छ जस्तो लाग्छ। हामी चाहिँ खालि यो व्यवस्था भएन, त्यो व्यवस्था भएन भनेर चाहिँ खालि व्यवस्था मात्रै फेर्दै कुद्छौँ होइन। धेरै व्यवस्थाहरू देखिसकियो, एकतान्त्रिक जहानीय राणा शासन, पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र, सङ्घीय गणतन्त्र, सबै व्यवस्था हामीले ल्याइसक्यौँ, तर पनि एउटा चित्तबुद्धो किसिमको चाहिँ देशमा विकास भएको देख्न सकिँदैन होइन। मलाई चाहिँ गालिबको एउटा शेर जसमा उनले भनेका छन्, त्यसको भावार्थ भनौँ न, फोहोर चाहिँ अनुहारमा लागेको थियो, तर चाहिँ हामी चाहिँ जिन्दगीभरि ऐना सफा गरिरहेछौँ भनेर भन्नुभएको थियो। त्यस्तै लाग्छ। हामी चाहिँ खालि व्यवस्था फेर्दै, खालि आन्दोलन गर्दै, काम चाहिँ नगर्ने, खालि व्यवस्था फेर्ने, आन्दोलन गर्ने, अनि हरेक किसिमका व्यवस्था आए पनि हुने चाहिँ केही नहुने होइन। तिनै व्यक्तिहरू नै सालाखाला अब 80-90% त्यही व्यक्तिहरू नै काम गर्ने हुन्। तिनै व्यक्तिहरू आउने, तिनको सोच, तिनको कार्यशैली चाहिँ सिमिलरै हुन्छ, अनि व्यवस्थाले मात्रै चाहिँ के गर्छ त। धन्यवाद।